नमस्ते अनि स्वागत छ हजुरहरूलाई नेपाल लयरको युट्युब च्यानलमा। सो आजदेखि हामी नेपाल लयरमा केस म्यानेजमेन्ट सिस्टमको भिडियो स्टार्ट गर्छौँ। सो यो केस म्यानेजमेन्ट सिस्टम भनेको के हो अनि केस म्यानेजमेन्ट सिस्टमले चाहिँ कसरी लयर्स, एडभोकेट्स अनि क्लाइन्ट्सहरूलाई चाहिँ हेल्प गर्छ भन्ने कुरा हामी यो भिडियोको अगाडि नै हामी कुरा गर्छौँ। सो ढिला नगरी लेट्स गेट स्टार्टेड। अलराइट, केस म्यानेजमेन्ट सिस्टम। सो केस म्यानेजमेन्ट सिस्टममा भिडियो स्टार्ट गर्नुभन्दा अगाडि हामीले केस म्यानेजमेन्ट भनेको के हो र यसलाई कसरी युज गर्न सकिन्छ भन्ने चाहिँ हामीले एउटा सानो जानकारी लिनुपर्ने हुन्छ। सो केस म्यानेजमेन्ट सिस्टम भनेको एउटा डिजिटल सिस्टम हो जहाँ लयर, ल फर्म र लिगल प्रोफेसनल्सहरूले क्लाइन्ट र केस इन्फर्मेसनहरू सबै एकै ठाउँमा सजिलो तरिकाले म्यानेज गरेर राख्न सक्नुहुन्छ र चाहिएको बेलामा इन फ्युचर इजिली एक्सेस पनि गर्न सक्नुहुन्छ। यो सिस्टममा क्लाइन्ट्सको पर्सनल डिटेल्स, कोर्टको जानकारी, केस विवरण, लिगल डकुमेन्ट्स, लयर असाइनमेन्ट्सदेखि लिएर केस अपडेट्सहरू सबै कुरा हामीले एकै ठाउँमा व्यवस्थित तरिकाले म्यानेज गरेर स्टोर गर्न सकिन्छ, जसले गर्दा लिगल वर्कफ्लोहरूलाई एकदमै सहज र म्यानेज पनि बनाउने एकदमै मद्दत गर्छ। सो सरल भाषामा भन्दाखेरि केस म्यानेजमेन्ट सिस्टम भनेको चाहिँ लयरहरूको एउटा डिजिटल अफिस जस्तै हो जहाँ क्लाइन्ट, केस, कोर्ट र लिगल काम सम्बन्धी सबै इन्फर्मेसनहरू हामीले एकै ठाउँमा सजिलै राख्न सकिन्छ। अब हामीले nepallawyer.com मा केस म्यानेजमेन्टलाई कसरी युज गर्न सकिन्छ र कसरी यसमा क्लाइन्ट एड गरेर केस एड गरेर हामीले यो चाहिँ केस म्यानेजमेन्ट सिस्टमलाई सरल तरिकाले युज गर्न सकिन्छ त्यो बारे बुझ्छौँ। सो अब स्क्रिनतिर। ओके, सबैभन्दा पहिला हजुरहरूले आफ्नो लयर ड्यासबोर्डमा लगइन गर्नुहोस् र लयर ड्यासबोर्डमा लगइन गर्ने बित्तिकै हजुरले लेफ्ट ह्यान्ड साइडमा नेभिगेसन मेन्युमा तल केस म्यानेजमेन्ट सिस्टम भनेर देख्न सक्नुहुन्छ र केस म्यानेजमेन्ट सिस्टममा क्लाइन्ट इन्टेक फर्म, लयर डेटाबेस अनि केस म्यानेजमेन्ट सिस्टम भनेर देख्न सक्नुहुन्छ। सो आजको भिडियोमा हामी यसमा चाहिँ क्लाइन्ट कसरी एड गर्ने भनेर हेर्छौँ। सो क्लाइन्ट भन्ने सेक्सनमा गएर क्लिक गर्नुहोस्। सो क्लाइन्ट सेक्सनमा क्लिक गर्ने बित्तिकै हजुरले यहाँ एड न्यू क्लाइन्ट भनेर देख्न सक्नुहुन्छ। सो एड न्यू क्लाइन्टमा क्लिक गर्नुहोस् र हाम्रो यहाँनिर क्रिएट क्लाइन्ट भनेर एउटा इन्फर्मेसन आउँछ। अब यसमा चाहिँ हामीले हाम्रो क्लाइन्टको इन्फर्मेसनहरू हाल्न पर्ने हुन्छ। जस्तै अब यो केसमा मानौँ हामीसँग चाहिँ एउटा क्लाइन्ट हुनुहुन्छ, मानौँ अनिता देवी राई क्लाइन्टको नाम। ओके, सो उहाँको चाहिँ प्रपर्टी डिस्प्युटको केस हो। सो त्यो केसलाई चाहिँ हामी केस म्यानेजमेन्ट सिस्टममा कसरी एन्टर गर्न सकिन्छ, कसरी रेकर्ड गर्न सकिन्छ र कसरी केस ट्र्याक गर्न सकिन्छ त्यो बारे बुझ्छौँ। सो सबैभन्दा पहिला क्लाइन्टको सेक्सनमा आएर हजुरले क्लाइन्टको फर्स्ट नेम होइन, अब मिडल नेम हजुरको क्लाइन्टको छ भने हजुरले मिडल नेम हाल्दा पनि हुन्छ एन्ड लास्टली लास्ट नेम हाम्रो अनिता देवी राई क्लाइन्टको नाम भयो। सो उहाँको जेन्डर फिमेल, ठिक छ, उहाँको जेन्डर चाहिँ हामीले फिमेल। सो उहाँको हामीले इमेल चाहिँ एउटा एन्टर गर्न पर्ने हुन्छ, जस्तो कि अहिलेको लागि म anita.rai@gmail.com, यो चाहिँ हाम्रो क्लाइन्टको इन्फर्मेसन। ओके, सो क्लाइन्टको फोन नम्बर 1, सो यो चाहिँ हाम्रो क्लाइन्टको फोन नम्बर। ओके, सो क्लाइन्टको यदि अरू कुनै अल्टरनेटिभ नम्बरहरू छ भने हजुरले त्यो पनि इन्टर गरेर राख्न सक्नुहुन्छ, ठिक छ। सो अल्टरनेटिभ नम्बरमा म चाहिँ यो नम्बर राखिदिन्छु, जस्ट ऱ्यान्डम नम्बर। ओके, सो क्लाइन्टको हाल एड्रेस चाहिँ करेन्ट एड्रेस कता हो हामीले त्यो चाहिँ यसमा एन्टर गर्न पर्ने हुन्छ। सो मानौँ क्लाइन्टको चाहिँ अहिलेको करेन्ट एड्रेस लेक साइड पोखरा। सो क्लाइन्टको चाहिँ करेन्ट एड्रेस अहिले लेक साइड पोखरा 8 नम्बर कास्की जिल्लामा, ठिक छ। सो कन्ट्री चाहिँ हाम्रो मोस्टली क्लाइन्टहरू नेपालबाट हुन्छ, बट हजुरलाई चाहिँ हाम्रो इन्टरनेसनल क्लाइन्टहरूको लागि पनि अप्सन छ। सो अलरेडी यहाँ नेपाल सेलेक्टेड छ, सो म नेपाललाई चाहिँ नेपालमै सेलेक्ट गरेर राखिदिन्छु। सो यदि हजुरको क्लाइन्ट कसैको रिफरेन्स थ्रु आउनु भएको है, हजुरले यसमा चाहिँ रिफरेन्स नाम पनि लेख्न सक्नुहुन्छ र रिफरेन्स मोबाइल नम्बर, ठिक छ। सो अहिलेकोमा मानौँ
हाम्रो क्लाइन्टलाई चाहिँ कसै उहाँको चिन्दानले हामीलाई उहाँलाई रेफरेन्स गरिदिनु भएको छ ठिक छ। सो यसमा चाहिँ रेफरेन्समा प्रशान्त गुरुङ भनेर लेखिदिन्छु। सो नम्बरमा सो यो नम्बर चाहिँ हाम्रो क्लाइन्टको रेफरेन्स नम्बर। ओके। सो सिटिजनसिप, अब सिटिजनसिप भनेको चाहिँ हजुरको क्लाइन्टको एउटा लिगल डकुमेन्ट जसले गरेर क्लाइन्टको नेसनलिटी इन्फर्मेसनहरू लिगल आइडेन्टिफिकेसन जसरी एउटा काम गर्छ। सो यो सिटिजनसिपको हजुरले एउटा डकुमेन्ट अपलोड गरिदिनुहोस्। ओके। सो हामीले एउटा सिटिजनसिपको डकुमेन्ट पनि अपलोड गरिदिइसकेका छौँ। अब आर यु हियर अन बिहाफ अफ अनदर पर्सन भनेको छ। सो यदि यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो। सो यसमा चाहिँ के सोधेको छ भन्दा यदि हजुर चाहिँ अरू कोही व्यक्तिको लागि केस लडिँदै हुनुहुन्छ भने यसमा यस गर्नुहोस् र यस गर्ने बित्तिकै हजुरले चाहिँ त्यो व्यक्तिको इन्फर्मेसन पनि यसमा डिटेल्सहरू हाल्न पर्ने हुन्छ। ठिक छ। जस्तै कि हजुर एउटा वारिस भएर केस लड्दै हुनुहुन्छ भने सो इफ अहिले छैन भने चाहिँ हजुरले यसमा अनचेक गर्न सक्नुहुन्छ। सो अहिलेको केसमा चाहिँ हामी यो हाम्रो आफ्नै केस हो, आफ्नै क्लाइन्टको। सो कसैको तर्फबाट लड्दै हुनुहुन्न यो केस। सो त्यसैले चाहिँ हामी यसलाई यत्तिकै छोडिदिन्छौँ। सो हाउ डिड यु हियर अबाउट अस भन्दाखेरि चाहिँ हामीले यसमा अब मानौँ सोसल मिडिया भनेर चाहिँ राखिदिन्छौँ। सो हामीले सोसल मिडियाबाट चाहिँ उहाँको यो नेपाल लयरको बारेमा थाहा पायौँ। ठिक छ। सो यो भयो। सो यसलाई हामीले सेभ गरेपछि हाम्रो चाहिँ अब क्लाइन्ट एड हुन्छ। ओके। सो अब हजुरले यहाँ देख्न सक्नुहुन्छ अनिता देवी राई फिमेल, यो चाहिँ हाम्रो क्लाइन्टको डिटेल्स। ओके। फर अदर्समा नो छ। यो फर अदर्समा भनेको चाहिँ हजुरको आर यु बिहाफ अफ अदर क्लाइन्ट्स भनेर चाहिँ सोधेको क्वेसनमा चाहिँ हामीले नो गरेको भएर यहाँ चाहिँ नो देखाइरहेको छ। सो यसरी हजुरले चाहिँ आफ्नो क्लाइन्टहरू यसमा एड गर्न सक्नुहुन्छ। सो अब यो क्लाइन्ट एड गरिसकेपछि हामीले चाहिँ क्लाइन्ट इन्टेक फर्ममा र केस म्यानेजमेन्ट सिस्टममा चाहिँ यो क्लाइन्ट युज गरेर हामीले आफ्नो केसलाई अगाडि बढाउन सक्छौँ। ओके। सो आजको भिडियोमा हामीले क्लाइन्ट कसरी एड गर्ने भनेर सिक्यौँ। सो अब नेक्स्ट भिडियोमा चाहिँ हामी क्लाइन्ट इन्टेक फर्म भनेको के हो र क्लाइन्ट इन्टेक फर्मले के काम गर्छ र कसरी हामीले यो फर्ममा चाहिँ क्लाइन्ट एड गर्न सकिन्छ भनेर बुझ्छौँ। सो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद एन्ड स्टे ट्युन्ड, किनभने केस म्यानेजमेन्ट सिस्टमको सिरिज आउँदै गर्छ। हस्त। धन्यवाद। नमस्ते।